सुशीला कार्की सरकार र पहिले भएको खिलराज रेग्मी सरकार एउटै होइन। त्यतिबेला आन्दोलनकारीको बलमा अन्तरिम संविधान अन्तर्गत दलहरूको सहमतिले अन्तरिम सरकार चुनावी सरकार बनाउन सकिने भन्ने व्यवस्था थियो। त्यस अन्तर्गत उनी भनेका थिए। अहिलेको त्यो होइन। अहिलेको त विद्रोह मार्फत पुरानोलाई विस्थापित गरेर यो चाहिँ आन्दोलनकारी प्रति प्रतिबद्ध भएको आन्दोलनकारीहरूले चुनेर छानेको सरकार हो यो। त्यसैले यसले चाहिँ खालि चुनाव गराउने मात्रै होइन, यसले चाहिँ आन्दोलनकारीका माग पूरा गर्ने पनि यो सरकार हो। त्यस निम्ति त आवश्यक संविधान सुधार यसले गर्न सक्छ। नत्र जसरी अहिले यो सरकार बनेको छ संविधानको कमाएर फुलस्टप मात्रै बनाउने भन्ने ठाउँ त मिल्दैन। यो त आन्दोलनको बलमा कमाएर फुलस्टप हेरिँदैन। त्यही अनुसार चाहिँ सुधार गरेर चुनावमा जानुपर्छ। त्यसको निम्ति यो जे आन्दोलनले उठाएको जुन मुद्दा छन् त्यो मात्रै होइन, सुरुमा उठाएको मुद्दा मात्रै हुँदैन, आन्दोलनको क्रममा नै मुद्दा उठ्दै जान्छन्। त्यस अर्थमा नि हेरिनुपर्छ। म त 36 सालको स्मरण गराउँछु। 36 सालको आन्दोलन पाकिस्तानका प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई चाहिँ फाँसी दिएको विरोधमा नेपाली विद्यार्थी गरेको आन्दोलन थियो। पछि यस्तो भड्कँदै गयो, सत्ता धराशायी भएर जन्म सङ्ग्रह गर्न पुग्यो। जन्म सङ्ग्रह माग थिएन उनीहरू। त्यसले आन्दोलनको क्रममा के विकसित हुन्छ भन्यो, सुरुवात कहाँबाट गर्यो भन्ने होइन, विकसित हुँदै गएपछि यो कहाँ पुग्यो भने यसमा चाहिँ आवश्यक सुधार गरिनुपर्छ। सडकमै नारा लाग्यो त, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भन्यो त सडकमै नारा लाग्यो त। त्यसैले त्यसलाई सम्बोधन नगरिकन चुनाव चाहिँ गराएर ठिक ठाउँ चाहिँ पुग्दैन। त्यसको निम्ति चाहिँ दबाब दिनुपर्छ र यो सरकार त्यो दायित्व बन्छ भन्ने म ठान्छु।